साथीहरु यो चाहिँ एउटा खाली प्यानल डब्बा हो मानिलिनुस् र यसमा चाहिँ हामीले एउटा च्यानल फिट गरेका छौं र यसमा दुईटा कनेक्टर फिट गरेका छौं। यो सामान्य एउटा स्ट्रीट लाइटको प्यानल बनाउन जान्दै छौं हामी। अब कसेको यो हाम्रो प्यानल बोर्ड रेडी भइसकेको छ साथीहरु स्ट्रीट लाइटको लागि सामान्य। र यहाँ चाहिँ डिपिएमसिबी 40 एम्पियरको र यो एसपिएमसिबी चाहिँ यता लाइट सर्किटको लागि हो। अब यो चाहिँ मेनको हो, मेन इन्कमिङ हाम्रो यहाँबाट यहाँ आउँछ, कन्ट्याक्टरको आउटपुटमा आउँछ। यहाँ मैले कमन किन गरेको छु अहिले भन्छु लास्टमा। र यहाँ बिचमा चाहिँ न्युट्रल हालेको छु मैले र यहाँबाट दुईटा आउटपुट आउँछन्। दुईटा आउटपुट आइसकेपछि C32 दुईटा एसपिएमसिबीमा जान्छन्, किनभने पूर्व र पश्चिम अथवा उत्तर र दक्षिण लगाएर दुईटा रुटमा बिचमा इन्स्टल हुन्छ यो प्यानल। र एउटा एउटा रुटको चाहिँ साइडको अलग अलग एमसिबी चाहिँ हुन्छ। केही समस्या आयो भने ट्रिप हुन्छ अलग्गै सेपरेट। र यहाँ चाहिँ आएर आउटपुटको टर्मिनल ब्लकमा जान्छ। मैले चाहिँ यसमा सप्लाई दिइसकेको छु। यहाँ चाहिँ यो मेनको भयो, यो अन गर्दाखेरि यो बत्ती बल्छ। त्यसपछि चाहिँ हामीले यो अन गर्दाखेरि यो सर्किटको लागि हो, जस्तै कि यसको लागि यसमा जान्छ डाइरेक्ट सर्किट, लाइन र न्युट्रलको हुन्छ यसमा टाइमरमा। त्यसपछि चाहिँ एउटा सर्किट जान्छ हाम्रो यसमा। यसलाई चाहिँ म्यानुअलमा पनि चलाउन सकिन्छ र अटोमा पनि चलाउन सकिन्छ। त्यही भएर यसको कोइलमा अथवा यसमा केही समस्या आयो भने लाइट सर्किटमा समस्या आयो भने यो ट्रिप हुन्छ C6 को। त्यही भएर त्यसको लागि पनि हालिएको छ। र यहाँ हेर्नु होला, यो चाहिँ हाम्रो यो म्यानुअलमा छ। म्यानुअलमा हाम्रो यो चालु भइसकेको छ। यहाँ टाइमरको केही पनि खेल हुँदैन। म्यानुअलमा केही आवश्यक पर्यो, टाइमर खराब भइदियो होइन, त्यो बेला टाइमर छैन भनेपछि म्यानुअलमा बाल्न सक्छौँ। म्यानुअलमा बलिसकेपछि यहाँनिर चाहिँ लाइन आइसकेको छ, यहाँनिर पनि लाइन आइसकेको छ र यहाँ पनि लाइन आइसकेको छ। त्यसपछि तपाईको डाइरेक्ट यहाँ आउँछ, आउटपुट जान्छ। अर्को कुरा तपाईको न्युट्रल चाहिँ मैले यसमा किन हालेको छु भने कहिलेकाहीँ फेज इम्ब्यालेन्सको अथवा लोड अनब्यालेन्सको कन्डिसनमा पेजमा पनि हाम्रो लाइन यदि आएको छ भने दिउँसो पनि आधा आधा बल्ने बत्तीहरू देखिन्छ। र अब दिउँसो त कन्ट्याक्टर अफ भएपछि न्युट्रलबाट रिभर्स आएको भोल्टेज पनि आउन नपाउने भयो। त्यसैले नत्र यसलाई चाहिँ यहाँबाट आउटपुट गरेर डाइरेक्ट पनि हाल्न सकिन्छ। यो फेजलाई चाहिँ यसरी लुप किन मैले हालेको छु भन्दाखेरि लोड पर्दाखेरि यसको कोइलको कन्ट्याक्टरमा चाहिँ एकै साइडमा लोड पर्दाखेरि अलि यसमा चाहिँ समस्या आउने भएकोले, नत्र यहाँबाट आउटपुट आइसकेपछि मैले एमसिबीमा पनि त लुप हान्न सक्थेँ, आउटपुट चाहिँ सेपरेट हुन्थ्यो होइन। तर यहीँबाट सेपरेट गर्नुको कारण चाहिँ यसमा लोड चाहिँ बराबर जाओस् होइन। दुवै साइडमा 15-15 वटा पोल छन् भनेपछि बराबर लोड परोस् र कोइलमा समस्या नआओस् र यसको कनेक्टिङ पोइन्टमा पनि समस्या नआओस् भनेर यो गरिएको छ। र चाहिँ बस यति हो। यो नर्मल एउटा हो। यसलाई अटोमा तपाईलाई चलाएर देखाउँछु। जस्तै यता हाम्रो अटोमा छ। अब यो अटोमा चाहिँ यसले चालु गर्ने हो अटोमेटिक, र मैले अहिले अटोमा छ कि नै भनेर म्यानुअल चलाएर देखाउँछु। अन भइसकेको छ यसमा टाइमरमा। अब टाइमरले अन अफ गर्ने हो भने यसले अटोमेटिक गर्छ साँझ बिहान होइन। त्यही भएर अटोमा हामी राखेर छोड्छौँ। र यो स्विच भित्र किन नराखेको, यहाँ किन नराखेको, भित्र किन राखेको भन्नुहुन्छ होला। र यो चाहिँ हामीले ढोरजन्ना भन्ने गाउँमा इन्स्टल गर्ने हो। अब गाउँतिर चाहिँ कुनै बेला साँझतिर ढिलो बल्यो अथवा कसैले मन लाग्यो यहाँबाट स्विच चलाइदिने होइन, ढिलो बल्दाखेरि अँध्यारो लाग्यो चलाइदिने, त्यसपछि भोलि बिहान कोही ननिभाउने भएकोले हामीले भित्र राखेका छौँ। कसैले हिँड्दै गरेको मान्छेले स्विच नचलाउन सकोस्, किनभने यो डाइरेक्ट पनि बल्छ नि त हाम्रो। त्यही भएर त्यस्तो गरिएको छ। र यो चाहिँ चाँडै नै इन्स्टल हुनेछ, भोलि या पर्सिमा। ढोरजन्नातिर स्ट्रिट लाइट लागेका छन् थोरै क्षेत्रमा। हुन्छ, कस्तो लाग्यो त तपाईहरुलाई यो भिडियो? यो सामान्य नर्मल कुरा हो। यो एकदमै त्यो भाइले ठुलो एउटा उपलब्धि गर्यो भनेर नभन्नु होला। मैले खालि जस्ट ज्ञानको लागि राखिदिएको छु। रमाइलो लाग्छ मलाई भिडियो राख्न।
फेसबुकहरूमा टिकटकहरूमा। हस् त, धन्यवाद, लभ यु अल।